साहेब बंदगी, साहेब बंदगी, साहेब बंदगी। दिव्य देव प्रभु ज्ञान प्रकाशी हौ तिमी दिलका चेतन राशि। नित्य निरन्तर घटकै बासी तै पनि चिन्दिन हे अविनाशी। खेलकुद मनका मत भुल्दै व्यर्थै बिते जीवन कति डुल्दै। क्रोध काम ममता लत लोभ अहंकार भए आशा क्षोभ। सुखाध्यास अम्मल अरु भ्रान्ति आई आई छेक्छन् निज शान्ति। झूठ मान्यता कल्पित वस्तु बिना विवेक अठ्याउँछु पस्छु। हे दयालु गुरु मम दुख देखी बक्स्योस् दर्शन ज्ञान विवेकी। विरति साधना गुरु गुण देखी प्रमुदित सबै हृदय पट लेखी। खूब परीक्षा गरी सांसत चुन्छु दृश्य कल्पनातिर दिल थुन्छु। खान्न म हिंसा लत सुख छाड्छु बुझ पेलाहा बन्दिन गाड्छु। अन्तस छानी मन रुज फाल्छु ज्ञानको ज्योति झलमल बाल्छु। भुल्दिन अवता भव बिच कहिले झुल्दिन झुला जगका कहिले। तिम्रै शुभ गुण मनमा पाल्छु द्रष्टा स्थिति लिई अरु सब फाल्छु। ज्ञान वर्षा हुनै लाग्यो टाठो बनी अब। गुरु विवेकको देन सत्य निष्कर्ष यो सब। यसले पार्छ सम्पन्न दिन्छ बोध सुसम्पत्ति। बनी सुरो चुनौ सत्य फालौ झुठो रति रति। आज संत कबीर जी को बीजक 11औं खण्ड साखी 1 यसैबाट केही चर्चा हुँदैछ। जहिया जन्म मुक्ता हता तैया हता न कोए। छठी तुम्हारी हौ जगा तू कहाँ चला बिगोए। जुन जन्म विषे मुक्त थियौ थिएन केही पनि। छैठौं देह चढ्यो हन्ता बिग्री कता गयौ तिमी। जुन जुन समय जन्म मुक्त हता स्वतन्त्र मुक्त मानव जीवनमा जीव थियो वा छ तैया त्यस त्यस बखत अरु 3 खानीको व्यवस्था केही थिएन, अहिले पनि छैन। छठी तुम्हारी हौ जगा छैठौं पारख दशा वा हंस भूमिका नै तिम्रो स्थिति बनाउने ठाउँ थियो। त्यहाँ आफ्नो हंसको स्वभावबाट शुद्ध शान्त बनी बस्नु पर्नेमा झन् तिमी त उल्टो अहंकार पो जाग्यो वा जागिरहेछ। हे जीव, आफ्नो स्थिति कल्याणपद शान्ति भूमिका छाडेर तिमी कहाँ बराल्ली पिभिन्डिरहेका। यहाँ मुक्ता हता मुक्त थियो या वचन यो वचनबाट जीव अतीत काल कुनै समयमा मुक्त रहेछ र पछि मात्र बन्धनमा पर्न आएको रहेछ कि भन्ने शंका हुन्छ। तर त्यस बखत विमुक्त शुद्ध जीवमा वासना संशय आदि कुनै माध्यम नहुनाले पुनः बन्धनमा आउनै सक्दैन। दोस्रो, उही पदमा साथसाथै जन्म पद पनि जोडिएकोले जुन जन्ममा मुक्त थियो भनेपछि त्यस बखत शुद्ध विदेह मुक्त अवस्था थियो भन्ने भाव त मूल वचनकै पनि भएन। केवल 3 खानीका बन्धन उपाधिबाट रहित स्वतन्त्र मुक्त जन्म अर्थात् मुक्तिको माध्यम मनुष्य जन्मलाई नै भन्नुभएको रहेछ भन्ने स्पष्ट देखिएको छ।
तेस्रो अन्त्यको चौथा चरणमा तिमी कहाँ बिग्रेको बाटो हिँडिरहेका भन्नुभएपछि भूतकाललाई मात्र नऔल्याई जीवको सुधारका निमित्त वर्तमानलाई नै इङ्गित गरी शिक्षा गर्नुभएको हो भन्ने स्पष्ट देखिन आएको छ। यसैले माथि बताए अनुसार नै खुलासा अर्थ हुन आउँछ। जब जब जीव कल्याण गर्नमा स्वतन्त्र थियो, अहिले पनि छ। पञ्चकोशदेखि माथि तिम्रो कल्याण कार्य सिद्धिको माध्यम छैटौं हंस भूमिका हो। तर ती पञ्चकोश भन्ने सबै प्रपञ्च र वाणी कल्पना भित्रकै हुन्। साधकले ती सबैबाट पन्छेर छैठौं हंस भूमिकाको आचरण धारण गरी जीवन मुक्ति स्थिति अँगाल्नु पर्दछ। हंस देहका यिनै आचरण आजीवन पालन गर्नु नै मानवको मुख्य कर्तव्य हो। यस्ता बोध आचरण निष्ठ पारखी सन्तको देह भोग समाप्त भएपछि सबै अभाव भई विदेह मुक्ति स्थितिमा शुद्ध पारख ज्ञान मात्रको अस्तित्व अवशेष रहन्छ। यसैले गुरु कबीर भन्नुहुन्छ, हे जीव, तिम्रो मुक्तिको माध्यम स्वाभाविक माथिका हंस लक्षण नै हुन्, परन्तु त्यही तिमीलाई शरीर र शरीर सम्बन्धी प्राणी पदार्थ तथा भ्रम मान्यताको अहंकार जागिरहन्छ। यस्तो अमूल्य अवसर अनाहकमा बिताई तिमी कता बिग्रने बाटोमा लागिरहेका। पंचकोशको विवरण: अन्नमय कोश स्थूल, प्राणमय कोश सूक्ष्म, मनोमय कोश कारण, ज्ञानमय कोश महाकारण, विज्ञानमय कोश कैवल्य। हंस भूमिकाको आचरण माथिका सत्यशीलादि अष्टलक्षण र साथै अद्रोह समता मित्र जीव मात्र लाई मित्र भावले हेर्नु, अद्रुत नयन, स्थिर दृष्टि, अभय, क्षुधा निवारण मात्र भोजन आदि ग्रहण, प्रिय वचन, शान्ति बुद्धि, पारख प्रत्यक्ष, सर्व सुख प्रकट, निवृत्ति को सुख, निर्णय निर्विन्द, काम वासनाबाट रहित, प्रकाश, ज्ञान को स्थिति, स्थिर, क्षमा, मिथ्या, तेज सत्य ग्रहण, निसन्देह, साधु सेवन, हन्ता निरसन, अस्ति नास्ति पद को निर्णय, शुद्ध व्यवहार, यथार्थ पारख, टकसार, बोध हेतु वेदादि वाणी को ग्रहण। श्री पूरण साहेब श्री राम रहस्य साहेब का भाषामा हंस भूमिका वा हंसका लक्षण यिनै हुन्। यिनीलाई सद्गुण समूह र दैवी सम्पत्ति पनि भन्दछन्। शब्द हमारा तू शब्द का सुनि मति जाओ सरक, जो चाहो निज तत्व को तो शब्द ही ले परख। शब्द मेरो त शब्द को सुनि त बग्नु रत्त भई, सुनि न बग्नु रत्त भई, सो पद प्राप्ति को आशा छ भने जाँच शब्द नै। ब्रह्मज्ञानी शिक्षक भन्दछन्, शब्द हमारा शब्द नै ब्रह्म स्वरूप हो। शब्द ब्रह्म, तिमी ब्रह्मका अंश जीव हौ। गुरु भन्नुहुन्छ, यस्ता भ्रान्तिपूर्ण वचन सुनेर पत्याई तिमी सरक, भ्रममा नपर। यदि निज तत्व आफ्नो शुद्ध पारखको बोध र स्वरूप स्थिति बनाउने अभिलाषा छ भने शब्दको परीक्षा गरेर सार असार छुट्याई सार मात्र ग्रहण गर्ने गर। सृष्टिको पूर्व शब्द ब्रह्म मात्र थियो, उही निअक्षर हो। त्यहीबाट अ उ म यी तीन अक्षर उत्पत्ति भए। यी सबै उनै ब्रह्मका नाम हुन्। ब्रह्मबाटै समस्त सृष्टि खडा भएको हो इत्यादि पूर्व पक्षीका प्रबन्ध सहित शब्दजालको परीक्षा गराउन गुरुबाट जिज्ञासुलाई यो प्रबन्ध बताउनु भयो। यस्ता प्रलोभक वाणीमा लोक धाम आदिको महिमा, नर्कको भयानक दृश्यको वर्णन युक्त भ्रान्ति कल्पना
भरिएका हुन्छन्। यसैले गुरु कबीरको निर्णय हित शिक्षा छ। कुनै कुरा पनि सुन्नासाथ प्रतीत गरी उसैका पछि नलाग्नु, अन्यथा धोका पर्नेछ। यदि आफ्नो सक्कली स्वरूप हृदयस्थ चेतनलाई पाउने इच्छा छ भने शब्दको परीक्षा गरेर मात्र लिने बानी बसाल। प्रत्येक वचनमा विभिन्न भाव भरिएका हुन्छन्। तिनलाई छानी सार सत्य अँगाल्न सकिएन भने धोका खाई कष्टमा परिनेछ। गोस्वामी तुलसीदासजी पनि आफ्नो सत्सई पुस्तकमा भन्नुहुन्छ, बाणी तीन प्रकारका हुन्छन्, रोचक, भयानक र यथार्थ। तिनमा लिन योग्य र त्याग्न लायक दुवै थरी एकैमा मुछिएका हुन्छन्। यसैले उपयुक्त पानीरूप बाणी सुनी अज्ञजीव अयुक्त पानीरूप बाणी सुनी अज्ञजीव भुलिरहेछन्। आफूलाई कहीँ जानु छ भने बाटोका मर्मी साथीको साथ गर्नुपर्छ। साथी नभए जहाँ जहाँ दोबाटो पर्छ त्यहाँ अरूसित सोध्नु र विचार गर्नुपर्छ, अन्यथा कहीँको कहीँ पुगिने हुन्छ। यस्तै परमार्थ मार्गका निर्देशक माध्यम हुन् वाणीका वर्ण समुदाय, ती पुस्तकीय हुन् वा मुखाग्र उपदेशका। सबैलाई विवेक गरेर मात्र सार सत्य जति नै ग्रहण गर्ने गर्यो भने त्यसैले सत्य नपाउला, त्यसको कल्याण नहोला भन्नु पर्दैन। है नभने त्यसले 2-4 जन्म मात्र होइन भने त्यसले 2-4 जन्म मात्र होइन, कल्प कल्पसम्म भ्रान्त भई चक्कर काटिरहनु पर्नेछ। यसै गरी त हामी अनादिदेखि विभ्रान्त बनिरहेका छौँ। मेरा निर्णय वचन आदिका मुख्य सत्य स्वरूपलाई चिनाइदिने हुन्, तर जीव शब्द हमारा आदि का शब्दै पैठा जीव, फूल रहन की टोकरी घोरे खाया घीव। मेरा निर्णय वचन आदि का मुख्य सत्य स्वरूपलाई चिनाइदिने हुन्, तर जीव भने शब्दै पैठा भ्रमवाणीमै आसक्त बनिरहेछ अथवा शब्दै मात्र पक्रन्छ, सार लक्षण ग्रहण गर्दैन। फूल रहने की निर्णय वाणी रूपी फूल चयन गरी सपक्क सजाई थपक्क राख्न लायक मानवीय अन्तकरण रूपी ढक्की थियो, त्यहाँ कल्पित वाणी राखी राखी नष्ट गरिसक्यो। जस्तो घोरे खाया, मै धेरै मथिँदा वा विकारी तत्त्व पर्न जाँदा घिउ नष्ट भई बर्बाद हुन्छ। आदिको भाव हो वेदकालपछि छानबिन गरी निक्लेको सत्य शब्द, जसबाट चेतन स्वरूपको साम्यक बोध हुन्छ, तर सत्यमा लोलोपोतो र छलको प्रदर्शन हुँदैन। रुखो खस्रोपना अनुभव हुन आउँछ, अर्थात् वाणीको कृत्रिम लालित्य नभई वास्तविकता हुनाले मनुष्य सत्यप्रति उत्तिको आस्था राख्दैनन्। प्राय नक्कलीकै चमक दमकतिर ओइरिन्छन्, कि त पुरानै भ्रान्ति संस्कारमा परि अल्मलिरहन्छन्। दोस्रो, मनुष्यको अन्तकरण अनमोलको पात्र हो। यसमा गुरुका सार शिक्षा, जड चेतन निर्णयका गुरुमुखी वाणी, सद्विवेक, द्रष्टा स्थिति रूपी मक्खन नै रहनु पर्दछ। जथाभावी वचन सुन्ने पढ्ने गर्नाले मानवीय श्रेष्ठ अन्तकरणमा कुसंस्कार भरिने हुन्छ। यसैले भन्दछन्, जिज्ञासुले धेरै निद्रामा संस्कारका व्यर्थ प्रपञ्ची कुरामा, शब्दादि पञ्च विषयका भोगविलासमा, तिनको चिन्तनमा तथा स्वस्वरूपको विस्मृति इत्यादिमा रत्तिभर समय नदिनु, अमूल्य जीवन व्यर्थ नष्ट नगर्नु, यसलाई आफ्नै स्वरूपको चिन्तन, साक्षी भाव, ज्ञान मात्रको स्थितिमा निमज्जित राख्नु। शब्द सवारी हो, सवारीमा सवार भई आएका मालिक रूप सो तत्त्वलाई सुनौ गुनौ चिनौ र आफ्ना परम इष्ट महान सम्पत्ति रूप अपरोक्ष स्वस्वरूपलाई पाई निहाल बनौं। निरन्तर द्रष्टाको भाव स्वयंको होसमा जागा रही शान्तिको साम्राज्यमा बसौं। यही हो हामीलाई सार सत्य तत्त्वको लाभ प्रदान गरी परम शान्ति मुक्ति स्थिति दिलाउने गुरु कबीरको दया दृष्टि।
साहेब बंदगी, साहेब बंदगी, साहेब बंदगी। सद्गुरुदेव की जय।